दर्शकहरू यति बेला भर्खरै मात्रै जानकारी प्राप्त भएअनुसार अख्तियारमा यति बेला जेनजी समूह पुगेको भन्ने कुरा आएको छ। यस विषयमा थप जानकारी दिनको लागि यति बेला हाम्रो प्रत्यक्ष सम्पर्कमा हाम्रा टिभी जर्नलिस्ट एलिसा अरियाल हुनुहुन्छ। एलिसा, यति बेला तपाईँ अख्तियारमा हुनुहुन्छ, अख्तियारमा यति बेला जेनजी समूह पुग्यो भन्ने कुराहरू आइरहेको छ। यस विषयमा जानकारी गराइदिनुहोस् हाम्रा दर्शकहरूको लागि तपाईँसँग भएका जानकारी। रोहन, यति बेला म अख्तियार दुर्पयोग अनुसन्धान आयोगको बाहिरपट्टि रहेको छु र यहाँ बाक्लो मात्रामा चाहिँ सुरक्षाकर्मीहरू तैनात गरिएको अवस्था चाहिँ यति बेला छ। र जसरी चाहिँ हिजो मात्रै जेनजीको एउटा समूहले चाहिँ अख्तियार दुर्पयोग अनुसन्धान आयोगका प्रमुखको नियुक्ति चाहिँ असंवैधानिक रहेको भन्दै र उहाँको राजीनामाको माग पनि गरेको थियो विज्ञप्ति मार्फत, र आज मङ्गलबारको दिन चाहिँ बिहान 10 बजे टङ्गालमा आइपुग्ने भनेर पनि भनेको थियो। र हामीले यहाँलाई दृश्यमा पनि देखाइरहेका छौँ। अहिले यहाँ बाक्लो मात्रामा सुरक्षा कर्मीहरू चाहिँ तैनात गरिएको छ। तल प्रहरी प्रधान कार्यालयदेखि नै यहाँ अहिले चाहिँ सुरक्षाकर्मीहरूको चाहिँ बाक्लो उपस्थिति रहेको छ। र अहिले चाहिँ जेनजीका केही प्रतिनिधिहरू चाहिँ यहाँबाट बाहिरिसकेको र केही प्रतिनिधिहरू चाहिँ अझै आउने क्रममा पनि रहेको भन्दा हामीले जानकारी भर्खर मात्र प्राप्त गरेका छौँ। र अहिले चाहिँ यहाँ त्यति शान्तै अवस्था देखिएको छ भने प्रहरी सुरक्षाको तैनाती चाहिँ बढाइरहेको अवस्था चाहिँ यति बेला टङ्गालमा छ। रोहन, भनेपछि अहिले तत्कालकै अवस्थामा तपाईँले यसरी लाइभ रिपोर्टिङ गरिरहँदाखेरि चाहिँ जेनजी समूह त्यहाँ उपस्थित पुगिसकेको छैन भनेर भन्न सकियो। के छ, कस्तो किसिमको चाहिँ त्यहाँ अब सुरक्षा, अब यहाँ प्रेम कुमार राईको पनि राजीनामा माग गरिरहेको अवस्था रहेको छ होइन, यी यावत कुराहरूलाई चाहिँ कसरी मध्यनजर गरिएको पाइयो, यस विषयमा पनि अलिकति जानकारी गराइदिनुहोस् एलिसा। पक्कै पनि रोहन, जसरी भदौ 23 र 24 गतिको जेनजी आन्दोलन पछाडि चाहिँ एउटा खालको परिस्थिति सृजना भएको छ। जेनजीहरूको आन्दोलनको मुख्य माग नै भ्रष्टाचार अन्त्य हुनुपर्ने र सुशासन, त्यसै गरी पारदर्शिता कायम हुनुपर्छ भन्ने नै थियो। र एउटा समूह चाहिँ माइती घरमा चाहिँ करिब 20-22 दिनदेखि नै एकजना महिला प्रतिनिधि हुनुहुन्छ सुस्मिना सरिस्मा थापाको एउटा टोली चाहिँ माइती घर मण्डलामा अहिले पनि घरमा बसेको अवस्था छ। र उहाँहरूको टोलीले चाहिँ माइती घरमै पनि वार्ताको लागि चाहिँ पहल गरिरहेको छ। उहाँले ओपन स्पेसमा चाहिँ वार्ता गरिरहनु भएको छ। र पछिल्लो एक दिन अगाडि मात्रै पनि उहाँहरू चाहिँ माइती घर मण्डलामा चाहिँ उहाँहरूले वार्ता मार्फत नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई चाहिँ पक्राउ गर्नुपर्छ भनेर उहाँले माग पनि गर्नुभएको थियो। र उहाँले हिजो मात्रै पनि जाहेरी दिन खोज्दाखेरि पनि प्रहरीले चाहिँ उहाँहरूको जाहेरी नलिएको, र त्यस पछाडि चाहिँ आज मङ्गलबारको दिन चाहिँ अब उहाँहरूले चाहिँ सडक मार्फत नै हामी चाहिँ एउटा खालको आन्दोलन दबाव सृजना गर्छौँ भनेर भनिसके पछाडिको अवस्थाको परिस्थितिको बावजुद चाहिँ हामी अहिले छौँ। र अख्तियार दुर्पयोग अनुसन्धान आयोगको कुरा गर्नुपर्दाखेरि पनि यो अख्तियार प्रमुख प्रेम कुमार राई उहाँको अवधि पनि अब छोटो नै रहेको छ। उहाँको धेरै लामो अवधि अब छैन, तर पनि उहाँ विभिन्न काण्डहरू जस्तै भ्रष्टाचारमा पनि भुटानी शरणार्थी प्रकरण, वाइट बडी खरिद प्रकरणमा चाहिँ उहाँको नाम जोडिएको हिसाबले चाहिँ पारदर्शिताको मुद्दा र पारदर्शी हुनुपर्छ, सरकार पारदर्शी हुनुपर्छ र अब चाहिँ भ्रष्टाचारका जति पनि ठुला फाइलहरू छन् त्यो चाहिँ खोलिनुपर्छ भन्ने उहाँहरूको स्पष्ट अडान रहेको यो परिदृश्यमा चाहिँ उहाँहरूले अहिले उहाँको राजीनामा माग गर्नुभएको छ। र अख्तियारको प्रमुखसँगै अन्य आयुक्तहरूले पनि चाहिँ उहाँहरूले राजीनामा दिनुपर्छ भन्ने उहाँहरूको माग छ। विशेष गरेर चाहिँ जसरी यो परिस्थिति निर्माण भएको छ, जसरी आन्दोलनहरू चाहिँ अगाडि बढ्दै गए, त्यसमा चाहिँ भ्रष्टाचार विरुद्धको अभियान र उहाँ चाहिँ अब प्रत्यक्ष भ्रष्टाचारको ठुला फाइलहरूसँग जोडिने भएको र उहाँको अनुसन्धानको पनि उहाँ नै अनुसन्धानको मुख्य जिम्मेवारी उहाँको नै रहेको, र त्यसमा पनि राजनीतिक दलसँग चाहिँ उहाँको अलिकति बढी सामिप्यता रहेको कारणले गर्दाखेरि पनि यति बेला शङ्काको वातावरण चाहिँ यसरी निर्माण भइरहेको छ। रोहन, अहिले के छ, त्यहाँ जेनजी समूह आउँदैछन् भन्ने किसिमको जानकारी मात्रै प्राप्त भइरहेको छ अथवा चाहिँ अरू के छ, त्यहाँ आधिकारिक रूपमा चाहिँ कतैबाट आउँदैछन्, उनीहरू आइपुग्नै लागिसके भन्ने किसिमका केही कुराहरू पनि आइरहेका छ? छैन रोहन, अहिलेसम्म त्यस्तो उहाँहरू यहाँ आउँदै हुनुहुन्छ भन्ने खालको एउटा कुरा चाहिँ जस्तै हिजो उहाँले विज्ञप्ति नै निकालेर हामी 10 बजे चाहिँ अख्तियार प्रमुखकोमा जान्छौँ भनेर उहाँले भन्नुभएको थियो। त्यस पछाडि चाहिँ एउटा समूह चाहिँ यहाँबाट बाहिरिसकेको भनेर पनि हामीले जानकारी पाएका छौँ। अख्तियारबाट एउटा समूह बाहिरिसकेको भनेर पनि जानकारी प्राप्त गर्नुभएको छ। हजुर, यो चाहिँ एउटा समूह चाहिँ उहाँहरू बाहिरिसक्नु भएको भन्ने जानकारी पनि यहाँ अहिले प्राप्त भएको छ। र त्यसमा पनि उहाँहरूको विभिन्न समूह रहेको, जस्तै अलायन्स, जेनजीको आफ्नै बेग्लै अलायन्स छ। त्यस पछाडि विभिन्न 13वटा समूहमा उहाँहरू अब त त्यसभन्दा नि बढी समूह उहाँहरू विभाजित भइसक्नु भएको छ। 13-14वटा समूह, एकदमै दर्जन बढी समूहमा उहाँहरू हुँदाखेरि चाहिँ अब त्यो एउटा खालको अन्यलता पनि यहाँ सृजना भएको छ। अब यहाँले दृश्यमा यहाँ देखिरहनु भएको छ प्रहरी सुरक्षाकर्मीहरूको चाहिँ बाक्लो उपस्थिति यहाँ रहेको छ। र विभिन्न ठाउँमा जस्तै बालुवाटारमा पनि बाक्लो रूपमा चाहिँ सुरक्षाकर्मीहरू तैनात हुनुभएको छ। त्यसै आजको परिस्थिति जस्तै दुईवटा खालको कुराहरू यहाँ अहिले सृजना भइरहेको छ। एउटा चाहिँ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्रीको चाहिँ पक्राउ गर्नुपर्छ भन्ने उहाँहरूको एउटा माग छँदैछ। त्यसले पनि अब के हुन्छ, आजको
को माहौल भन्ने खालको त्यसले एउटा डिटरमाइन गर्ने भइहाल्यो। अर्को चाहिँ अब आयुक्त संवैधानिक आयुक्तहरूको चाहिँ उहाँले राजीनामा माग्नु भएको छ। अब अख्तियारको भन्नुभएको छ, तर उहाँले सबै संवैधानिक आयोगहरू जुन चाहिँ उहाँहरूको प्रमुखले चाहिँ राजीनामा दिनुपर्छ भन्ने खालको कुराहरू पनि उहाँले अगाडि सारिरहँदाखेरि चाहिँ त्यो दुईवटा परिस्थिति चाहिँ आज सृजना भएको छ। हिजो उहाँहरू अब जाहेरी लिएर जानु भएको छ। यो जाहेरी दिने भन्ने कुरा चाहिँ आइतबारको दिन चाहिँ डिसिजन भएको कुरा हो, किनकि आइतबारमा उहाँहरू माइती घर मण्डलामा चाहिँ बैठक पनि बस्नु भएको थियो। हामी नेपाल समूह संस्थाको संयोजक सुदन गुरुङको नेतृत्वमा चाहिँ त्यहाँ आन्दोलन भन्दा पनि मिटिङ भएको थियो। त्यो मिटिङले चाहिँ जाहेरी दिने भन्ने कुराहरू चाहिँ उहाँहरूले राख्नु भएको छ। अब हिजो हामीले सामाजिक सञ्जालमा पनि देख्यौँ ह्यासट्यागको ट्रेन्ड नै चलाएको छ, अरेस्ट केपीओली अरेस्ट। एलिसा, यो ह्यासट्यागको ट्रेन्ड चलिरहँदाखेरि नि अब तपाईँले पनि थोरै जानकारी गराउनु भयो, यति बेला चाहिँ अब अरेस्ट मुभमेन्ट चलिरहेको छ सामाजिक सञ्जालमा होइन? यी कुरा अब तपाईँ आज बालुवाटार हाम्रो अफिसदेखि अब यो टङ्गालसम्म पुगिरहँदाखेरि त्यहाँ अब प्रधानमन्त्री निवास र त्यस्तै गरेर चाहिँ टङ्गालसँग अख्तियारसम्म पुगिरहँदाखेरि चाहिँ सुरक्षा व्यवस्था कस्तो पाउनुभयो, सडकमा माहौल कस्तो थियो, यस विषयमा अलिकति केही छनक पाउन सकिन्छ? पक्कै पनि रोहन, अब आजको दिन, आज मङ्गलबारको दिनमा चाहिँ हिजो बेलुकादेखि नै हुन त सुरक्षा कर्मीहरू चाहिँ बाक्लो सङ्ख्यामा चाहिँ मुख्य चोकहरूमा चाहिँ तैनात गरिएको अवस्था नै थियो। र आज म कार्यालयसम्म आइराख्दाखेरि पनि माइती घर मण्डलामा जहाँ काठमाडौँ जिल्ला प्रहरी परिसर छ त्यहाँ पनि बाक्लो सङ्ख्यामा चाहिँ प्रहरीहरू तैनात गरिएको छ भने ब्यारिकेडहरू पनि तयारी अवस्थामा राखिएको छ कि भइहाल्यो भने रोक्नको लागि पनि त्यहाँ एउटा खालको लेभल उहाँले तयारी गर्नुभएको हामीले देखेका छौँ। र त्यस पछाडि त्यहाँबाट माथि आइसक्दाखेरि पनि जहाँ एकदमै संवेदनशील क्षेत्रहरू छ, जहाँ चाहिँ हामीले एकदम भिआइपी जोन भनेर भन्छौँ, जहाँ चाहिँ प्रमुखहरूको चाहिँ यहाँ निवास अथवा अफिस छ, त्यहाँ चाहिँ बाक्लो सङ्ख्यामा सुरक्षा कर्मीहरू चाहिँ तैनात गरिएको छ। हामीले देखिरहेका छौँ फ्रन्ट लाइनमा नेपाल प्रहरी नै खटिएको अवस्था चाहिँ अहिले छ। अब त्यसमा पनि जस्तै अब पहिला चाहिँ जसरी आन्दोलन हुन्छ भन्ने बित्तिकै बाक्लो सङ्ख्यामा पनि 2-3 ट्रक 2-3 गाडी एकदमै त्यसरी तैनात गरिन्थ्यो, त्यो अवस्था चाहिँ छैन, किनकि गत 23-24 गतिको आन्दोलन पछाडिको परिस्थितिमा हामी रहेका छौँ। तर पनि जहाँ यो संवेदनशील क्षेत्रहरूमा चाहिँ बाक्लो सङ्ख्यामा सुरक्षाकर्मीहरू चाहिँ तैनात गरिएको छ। उहाँहरू चाहिँ अनि एलिसा, अब तपाईँले एउटा चाहिँ जानकारी प्राप्त के गर्नुभयो भने अख्तियारमा एउटा जेएनजीको समूह आइसकेका थिए भन्ने कुरा पनि तपाईँले गर्नुभयो होइन? कतिको समूह थियो त्यस विषयमा केही जानकारी आएको छ तपाईँसँग? रोहन, त्यो चाहिँ अहिले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ छैन, किनकि मैले अघि पनि भने जस्तै विभिन्न समूहहरू चाहिँ उहाँहरू विभाजित भइसक्नु भएको छ। अब हामीले समाचारहरू पनि लगातार प्रकाशन गरिरहेका छौँ र हामीले रिपोर्टिङ पनि गरिरहेका छौँ। विभिन्न समूहमा उहाँहरू विभाजित हुनु भएको छ, उहाँहरू एकीकृत हुन सक्ने अवस्था छैन। अब केहीको बेग्लै माग, केहीको भिन्नै माग रहेको छ, तर उहाँहरूको एकीकृत माग चाहिँ भ्रष्टाचार चाहिँ अन्त्य हुनुपर्छ र पारदर्शी सरकार निर्माण हुनुपर्छ भन्ने नै हो, त्यसमा चाहिँ कुनै शङ्का छैन। तर पनि उहाँहरूले चाहिँ आफ्नो हिसाबले बैठकहरू गर्ने र त्यस पछाडि आफूले भनेको हुनुपर्छ भन्ने खालको एउटा जुन हामी भन्छ नि आला काँचा टाइपको उहाँहरूको पनि यसमा चाहिँ केही देखिन्छ उहाँहरूको पुस्तामा। र आजको भोलि नै एकदम हार्ड एन्ड फास्ट हुनुपर्छ भन्ने खालको मेन्टालिटी पनि उहाँहरूमा चाहिँ हामीले पाएका छौँ। कति कुरामा चाहिँ आजै हुनुपर्छ भन्ने खालको उहाँहरूको अडान पनि रहने गरेको छ। त्यो प्रक्रिया के हो भन्दा पनि हुनुपर्छ भन्ने खालको चाहिँ उहाँहरूको आशय पनि कतिपय ठाउँमा चाहिँ रहन्छ। र अहिले चाहिँ एउटा समूह बाहिरिसक्नु भएको छ भन्ने खालको खबरहरू चाहिँ भित्रबाट हामीले प्राप्त गरेका छौँ। र अब चाहिँ के हुन्छ भन्ने चाहिँ अब उहाँहरूले कस्तो खालको कदम चाल्नुहुन्छ अथवा विभिन्न समूहले चाहिँ के डिसिजन गर्नुभएको छ अबको दिनमा, र अब आजको दिनमा चाहिँ उहाँले के गर्ने भनेर उहाँले डिसिजन गर्नुभएको छ भन्ने कुरा चाहिँ एउटा इन्डिभिजुअल समूहमा चाहिँ एउटा समूह चाहिँ यो डिपेन्ड हुने कुरा चाहिँ देखिन्छ रोहन यहाँ। हजुर, जानकारीको लागि धन्यवाद एलिसा। दर्शकहरू, उहाँ हुनुहुन्थ्यो हाम्रा टिभी जर्नलिस्ट एलिसा अर्याल। उहाँ यति बेला टङ्गाल अख्तियार कार्यालयको अफिस अगाडि हुनुहुन्छ र त्यहाँ यति बेला जेएनजी समूहले प्रदर्शन गर्ने भन्ने कुराहरू आइरहेका थिए। यसै विषयमा चाहिँ हामीलाई पछिल्लो अपडेट गराउनु भयो हाम्रा टिभी जर्नलिस्ट एलिसा अर्यालले, र यस विषयमा थप जानकारीहरू, थप सूचनाहरू यहाँहरूमाझ हामी सम्प्रेषण गर्ने नै छौँ। अहिलेलाई भने पालो भएको छ ब्रेकको, हामी ब्रेकपछि आउँछौँ।